नमस्ते। यदि एउटा सानो व्यवसाय चलाउँदै हुनुहुन्छ भने मार्केटिङले कति धेरै अल्मल्याउँछ होइन त? के गर्ने के नगर्ने सधैँ कन्फ्युजन। धेरैजसो मार्केटिङ त अनुमानकै भरमा चलिरहेको हुन्छ। तर के होला यदि मैले भने कि यसको पछाडि एउटा विज्ञान छ जसले व्यवसायलाई साँच्चीकै बढाउन सक्छ? ल आज यही वैज्ञानिक तरिकाबारे कुरा गरौँ। अब एउटा साँचो प्रश्न सोधौँ है त। हाम्रो मार्केटिङ रणनीति विज्ञानमा आधारित छ कि अन्धविश्वासमा? सोच्नुहोस् त, एउटा आर्किटेक्टले गुरुत्वाकर्षणको नियमलाई वास्ता नगरी बलियो घर बनाउनै सक्दैन। ठिक त्यसैगरी मार्केटिङमा पनि ग्राहकको व्यवहारका केही नियमहरू हुन्छन् जसलाई बेवास्ता गर्दा हाम्रो व्यवसायको जग्ने कमजोर हुन सक्छ। हो, यही नियमहरूलाई एकदमै तथ्य र प्रमाणका आधारमा सिकाउने एउटा किताब छ, प्रोफेसर बायरन शार्पको हाउ ब्रान्ड्स ग्रो। यो किताबले मार्केटिङका अनुमानहरूलाई हटाएर वैज्ञानिक र प्रमाण आधारित सिद्धान्तहरू दिन्छ, जसले व्यवसायको विकासको लागि एउटा स्पष्ट बाटो देखाउँछ। अब सोच्नुहोस् त, कोका कोला जस्तो विश्वकै ठूलो ब्रान्डका मार्केटिङ प्रमुखले नै यो किताबलाई नपढी नहुने भनेका छन्। यसको मतलब के हो भने यी वैज्ञानिक नियमहरू ठूला कम्पनीका लागि मात्र होइनन्, बरु साना व्यवसायका लागि त यी झनै शक्तिशाली हतियार बन्न सक्छन्, जसले ठूला प्रतिस्पर्धीहरूसँग पनि टक्कर लिन सिकाउँछ। ल, आजको हाम्रो यात्रा कस्तो हुन्छ त? हामी 6वटा स्टेप बाई स्टेप चरणहरू पार गर्नेछौँ। हामी मार्केटिङ विज्ञान हो कि अन्धविश्वास तो बुझ्नेछौँ, हामीलाई पछाडि पार्ने भ्रमहरू तोड्नेछौँ र विकासको वास्तविक बाटो पत्ता लगाउनेछौँ। फरक र विशेष हुनुको अर्थ के हो तो पनि जान्नेछौँ र विकासका 2 आधार स्तम्भहरूबारे कुरा गर्नेछौँ। र सबैभन्दा महत्त्वपूर्ण, अन्त्यमा तपाईँको व्यवसायको लागि एउटा 7 बुँदे प्लेबुक बनाउनेछौँ जुन तुरन्तै लागू गर्न सकिन्छ। किताबको सुरुमै एउटा गजबको उदाहरण छ। जसरी आर्किटेक्टले भौतिक विज्ञानको नियम मान्नै पर्छ, त्यसरी नै मार्केटरहरूले पनि क्रेताको व्यवहारको नियमहरू बुझेर फाइदा लिन सक्छन्। जे गरे पनि हुन्छ भन्ने सोचले गरिएको मार्केटिङ त कपास मिठाईले घर बनाउन खोजे जस्तै हो, जुन हावाको सानो झोकाले पनि भत्किन्छ। ल, अब एउटा काम गरौँ। हामीलाई पछाडि धकेलिरहेका केही पुराना सोचहरूलाई तोडौँ। हामीले मार्केटिङको सत्य भनेर सिकेका कतिपय कुराहरू वास्तवमा भ्रम मात्रै हुन्। आउनुहोस्, यी भ्रमहरूलाई एक एक गरी हटाउँ ताकि हाम्रो व्यवसायले खुलेर उडान भर्न सकोस्। अब सुन्नुहोस् है, हामीले मार्केटिङको बारेमा सधैँ सुन्दै आएका केही मन्त्रहरू, जस्तै कि आफ्नो ब्रान्डलाई अरूभन्दा फरक बनाउनुहोस्, पुराना ग्राहक जोगाउनु सस्तो पर्छ, या मास मार्केटिङ अब काम लाग्दैन। के होला यदि मैले भने कि अनुसन्धानले यी सबै कुराहरू गलत हुन् भनेर देखाएको छ? सुन्दा अचम्म लाग्छ, तर तथ्य यही हो। अब सबैभन्दा ठूलो भ्रम के हो थाहा छ? त्यो हो पुराना ग्राहकहरू नै सबै थोक हुन् भन्ने सोच। हो, उहाँहरू महत्त्वपूर्ण हुनुहुन्छ, यसमा कुनै शङ्का छैन। तर तथ्यले के देखाउँछ भने कुनै पनि व्यवसायको वास्तविक ग्रोथ त्यो चाहिँ पुराना ग्राहकबाट मात्रै सम्भव छैन। विकासको लागि हामीले आफ्नो नजर अझ फराकिलो बनाउनै पर्छ। त्यसो भए यदि पुराना कुराहरूले काम गर्दैनन् भने सही बाटो चाहिँ के हो त? ल, अब भ्रमलाई साइड लगाउँ र प्रमाणले के भन्छ त्यतै लागौँ। ल, विकासको अचम्म लाग्दो सत्य के हो भने ग्रोथ भनेको धेरैभन्दा धेरै नयाँ ग्राहकहरू पाउनु हो, र तीमध्ये अधिकांश त कहिले काहीँ मात्र किन्ने ग्राहकहरू, लाइट कस्टमर्स हुन्छन्, जो वर्षमा 1-2 पटक मात्र तपाईँकोमा आउँछन्। यसको मतलब व्यवसायलाई टिकाउन र बढाउन नयाँ ग्राहकहरू खोज्नु सबभन्दा महत्त्वपूर्ण काम हो। हाम्रो मुख्य लक्ष्य सबै सम्भावित ग्राहकहरूसम्म पुग्नु हो, चाहे उनीहरू जतिसुकै कम किनुन्। अब एउटा यस्तो आइडियाको कुरा गरौँ जसले सायद मार्केटिङ हेर्ने हाम्रो पुरै नजरिया नै बदल्न सक्छ। त्यो हो, फरक बन्ने कोसिस नगर्नुहोस्, बरु विशेष बन्नुहोस्। पहिले बुझौँ फरक हुनु वा डिफ्रेन्सिएसन भनेको के हो। यो भनेको हामी अरूभन्दा कसरी राम्रो छौँ वा हाम्रोमा यो विशेष कुरा छ भनेर ग्राहकलाई मनाउन खोज्नु हो। तर विशेष हुनु वा डिस्टिङटिभनेस भनेको चाहिँ मान्छेले तपाईँको ब्रान्डलाई भिडमा सजिलै चिनुन् भनेर आफ्नो छुट्टै पहिचान बनाउनु हो। जस्तै तपाईँको लोगो, तपाईँको रङ, तपाईँको प्याकेजिङ, यहाँ मुख्य लक्ष्य विश्वास दिलाउनु होइन, पहिचान गराउनु हो। अब हेर्नुहोस् त, फरक कति छ? फरक हुन खोज्दा तपाईँले मान्छेलाई मनाउनुपर्छ, जुन गाह्रो छ र प्रतिस्पर्धीले सजिलै नक्कल गर्न सक्छन्।
तर विशेष हुँदा तपाईले मान्छेलाई आफ्नो ब्रान्ड चिन्न सजिलो बनाइदिनुहुन्छ। आफ्नो छुट्टै पहिचान जस्तै लोगो वा रङलाई निरन्तरता दिनुहोस्। यो सानो व्यवसायको लागि सबभन्दा शक्तिशाली रणनीति हो, किनभने यसलाई कसैले नकल गर्न सक्दैन। यो किताबले भन्छ ब्रान्डलाई ठूलो बनाउने सूत्र एकदमै सरल छ। यो जम्मा 2वटा खम्बामा टिकेको छ, मेन्टल अवेलेबिलिटी र फिजिकल अवेलेबिलिटी। अब यो के हो सजिलोसँग बुझौं। मेन्टल अवेलेबिलिटी अर्थात् मानसिक उपलब्धता। यसको सोझो अर्थ हो जब कसैलाई केही किन्न मन लाग्छ उसको दिमागमा सबैभन्दा पहिले तपाईको ब्रान्डको नाम आओस्। जस्तै कसैलाई ल कफी खान जाउँ भन्ने सोच आउने बित्तिकै उसको दिमागमा तपाईको क्याफेको नाम टक्क आओस्। अनि दोस्रो हो फिजिकल अवेलेबिलिटी अर्थात् भौतिक उपलब्धता। यो भनेको ग्राहकले चाहेको बेला तपाईको सामान किन्न कतिको सजिलो छ। के तपाईको पसल सजिलै भेटिने ठाउँमा छ? के तपाईँ डेलिभरी एपहरूमा हुनुहुन्छ? के तपाईको फेसबुक पेजबाट अर्डर गर्न मिल्छ? मतलब ग्राहकले किन्न खोज्दा तपाईँ भेटिनु पर्यो। त्यसैले हाम्रो अन्तिम लक्ष्य के हो त? एकदमै सरल, आफ्नो ब्रान्डलाई मान्छेको दिमागमा आउन सजिलो बनाउनुहोस् र किन्नलाई भेट्टाउन सजिलो बनाउनुहोस्। ल अब हामी सबैभन्दा काम लाग्ने खण्डमा आइपुग्यौं। हामीले अहिलेसम्म सिकेका सबै कुरालाई समेटेर तपाईले आजैबाट लागू गर्न सक्ने एउटा 7 बुन्दे प्लेबुक बनाऊ है त। नम्बर 1 सबै सम्भावित ग्राहकसम्म पुग्नुहोस्। 2 उनीहरूलाई किन्न एकदमै सजिलो बनाइदिनुहोस्। 3 भिडमा देखिनुहोस् अर्थात् ग्राहकको ध्यान खिच्नुहोस्। 4 मानिसको दिमागमा आफ्नो छाप छोड्नुहोस्। 5 आफ्नो एउटा छुट्टै पहिचान जस्तै लोगो रङ बनाउनुहोस्। 6 त्यो पहिचानलाई कहिल्यै नबदल्नुहोस्, निरन्तरता दिनुहोस्। र 7 ग्राहकले तपाईलाई छाडेर अरू कहाँ जाने कुनै कारणै नराख्नुहोस्। त्यसैले एउटा कुरा के बुझ्नुपर्छ भने मार्केटिङको काम भनेको 1-2 दिनको लागि बिक्री बढाउनु मात्रै होइन। यसको खास काम त लामो समयको लागि तपाईको ब्रान्डको सम्पत्ति बनाउनु हो, त्यही मेन्टल र फिजिकल अवेलेबिलिटी। र अब अन्त्यमा एउटा प्रश्न, अहिलेसम्म कुन चाहिँ मार्केटिङको भ्रमले तपाईको व्यवसायलाई अल्झाइरहेको थियो जस्तो लाग्छ? र आजको यो कुराकानीपछि आफ्नो ब्रान्डलाई ग्राहकको दिमाग र बजारमा उपलब्ध गराउन तपाईले लिने पहिलो कदम के हुन्छ? सोच्नुहोस् है, तपाईको ग्रोथको यात्रा अब यहाँबाट सुरु हुन्छ।